What's up guys, I'm going to KTM Kathmandu है यस्तै छ जिन्दगी कहाँ मुख छोपेर हिँड्छु चिन्छ त पुरै मुख छोप्ने हो हिँड्दिने होइन गाइज गाइस अर्को चाहिँ आउँछ सो आई डोन्ट केयर जस्तो आए पनि होइन हाइट यहाँ त पोखरी त खत्रै भएछ त बाइकमा हिँड्यो भने चाहिँ कता कताको के विषयमा कुरा गर्नु मन लाग्छ कि मुख मास्क लगायो भने अर्कै आवाज आउँदो रहेछ नि त सो मन्दिर बनाउनु लागेको छ क्या त्यहाँ भाइ मेरो पहिलाको के अरे सामाजिक पढाउने सर क्या सोसल पढाउने सिक्नुबारीमा स्कुल कुनापट्टि सिक्नु गाडी थियो रक्षा गर स्कुल पछाडि सिक्नु गाडी ए पुरै जमेछ त हैट गाह्रो छ तरबुज ल्याउला बेच्नलाई अनि त्यहाँ पाइन्छ भने गाडी रोक्नु गाह्रो हुन्छ तर सहयोग पनि हुन्छ पहिला त्यो ऐको सर आमा मोमो के पारा हो हैट फर्काइदियो कि क्या म त माछा पऱ्यो कहाँको पानी हो ओ माइ गड एक दिन पानी आयो नि यस्तो हुन्छ ल पुरै माथिबाट भल बगेछ हैट ओ माइ गड ऐको सरको कुरा गर्दै थिएँ बिर्सिहाल्छ पहिला हामीलाई सोसल पढाउनु हुन्थ्यो सोसल टिचर हो नि त अनि घाँस खेल्नमा पढाउने भए हामी टाढा हुन्थ्यो खेल्ने भएपछि त अनि त्यही हो गाइस ल यो चाहिँ हाम्रो ठाउँको यो भाइरल रोड त्यहाँबाट यहाँसम्म चाहिँ यस्तो डाँडा काँडा छ गाइस बारीपट्टि हेर्नुहोस् हामी चाहिँ पुरा बल्ल उठाएर राखेको छ यार ओ माया कहाँ रड हेर्नु न कस्तो डेन्जरले रड हालेर ल्यायो त यस्तरी रड हालेर ल्याएछ रडलाई उतापट्टि चाहिँ पारे भयो नि थियो यस्तो रड पारेर ल्याएन भने सकेको नि सात बजेछ गाइस लोक जरा के हो 40 लटको मेरो पहिला किनेको बाइक यस्तै थियो यो भाइ अपाङ्गो मेरो एजको हुँदा म सानो हुँदाखेरि सानै थियो पनि तर हाम्रो म अलिक कान्छो होला
यो घरहरू मैले बनाऊ बारीमा हौ सरकारी गाडी जस्तो कुकुर डराइदिएर अनिवार्य वस्तु भइहाल्यो र हाम्रो हरियाली गाउँ रुखै रुख छ पुरा यता नै हरियाली यो रुखहरू बेच्यो भने नेपाल धनी हुन्थ्यो यार के गर्नु छैन अक्कल भनेपछि छैन पहिलाको नेताहरूमा अबको नेताहरूमा चाहिँ केही आउँछ कि साला यो रुखहरू काटेर होइन छिप्या एज अनुसारको हुन्छ नि त अब रुखहरू काटेर अनि त्यो पछि अर्को नयाँ रुखहरू रोप्ने के एउटा काट्दाखेरि दुईवटा तिनवटा नियममा तिनवटा लगाएर दुईवटा त रोपिहाल्छ नि होइन रुख काटेपछि यस्तो हरियाली हो फलिहाल्छ एउटा काट्ने तिनवटा रोप्ने सो त्यो गऱ्यो भने वन पनि कहिले खाली हुँदैन नि त वनको ठाउँमा वन हुन्छ नेपालमा सबै घरमा एल्मुनियम सबै रुख पनि अलिक सस्तो हुन्छ होइन रोजगारी पनि पायो भने देशलाई रुख काटेपछि त कर तिर्नु पऱ्यो घर बनाउँछ कर तिर्नु पऱ्यो होइन त्यो अनुसारको अनि राज्यलाई पनि उ भयो नि त सक्यो त अझै विदेशमा ल बेच्दा चाहिँ त्यो राम्रो हो अझै त्यो पनि गर्दैन खै केही छैन भटास रोपेको छु हरियो भटास बेच्नलाई रे यो चाहिँ गणहाडको पुरा है ढिकुरे यता हो भने छ अरे ऊ माथि हो सो गाइज फाइनल्ली म चाहिँ तरबुजो बोकेर हिँडिसकेको छु यहाँ गणहाडको यो छरेको मेन रोड आइपुग्यो है मेरो मैले सबैलाई घर कहाँ भने छ अरे भन्छ कि चिन्दैन कहाँनिर एक्ज्याक्टली ठाउँको नाम त चिन्दैन सो घर कहाँ छ अरे भने कति मान्छे अलि यता माथितिर बुझ्दो रहेछन् अलिक पर पर्छ नि त होइन फुत्किँदैन नि गाइज नफुस्के चाहिँ हुन्छ यो पाल परेर छेर्ला नि हेलमेट के क्या लाग्यो हेलमेटको फुल फर्म देखाउनु पर्छ कि हाल्ने टोकेर हेलमेट नलागिकन हिँडिदिन्छ यार आफ्नै सुरक्षाको लागि त होइन तर म जाँदा क्या म यहाँबाट उठे जाँदा पनि हेलमेट बाइक चढ्यो कि हेलमेट त लगाइहाल्नुपर्छ खै आई नो है बट हो तर लाउनु पर्छ क्या त्यही भएर मैले गीत बजाइरहेको छु बोल्छु अब यहाँ भिडियोमा चाहिँ सुन्छ सुन्दैन आई डोन्ट नो के भइरहेछ मेरो एकचोटि गियर बक्स बाइक सर्टिङ गरिदिनु पऱ्यो गएर यो घर त पुरै जान्छ त्यो हो रहेछ एक ढलान गरेर माथि ट्रस हालेर छ मामा अङ्कलको सालोको घर बाँड्नु पर्ला छ यार केहीले झर्छ जस्तो सङ्घ लगाइसक्यो यार त्यहाँ पनि बाँड्न लगाउनु पर्ने छ एक ठाउँ सबै आफन्त बहिनी घरहरू त्यो माथितिर यता हो I remember
गाइस सुन हेरौँ है गाइस यो यता ककाउने भयो मास्तिर यता पञ्चकन्या भइहाल्यो गाइस सुन सैयारा तू तो बदला नहीं है तेरा सब तेरा सा पूरा हुआ है कस्तो दामी छ यार सालको काठ पुरै सालै साल छ क्या गाई चाहिँ कस्तो हल्ल्या हो यो जिगज्याग छ त के हो पारा छोरे बजार अहिले माथि हो अगाडि स्ट्यान्ड राख्नु पर्यो दिदीको घर होटल थियो होटल खोल्ने बेला हालेन चिया जानु थियो के खान्छ यार चिया जानुपर्छ माथि गएर खाउँ के युनिभर्सिटी जानु पर्ला ग्यास्ट्रिक छ चिया त के खानु र चिया खान छोडेको चना अन्डा खानु पर्ला माथि गएर कहाँ खाँदा खै त होटलै खानु त अनि के हो छोरे बजार त सुनसान न छ त यार हिजो आज त गाडी त सबै अल्छी छ उठ्नु 4 बजे उठेर होइन होटेलको सामानहरू होटेल भएपछि त 4 बजे उठेर यताउति पकाउनु होइन 5 बजे बाद त गाडी हिँड्छ छैन यार यहाँ छ क्या होटेल हो क्या हेलो गाइस टिफर आ रहा है सैयारा तू तो बदला नहीं है मेरा फुटाट आइरहेको छ त कस्तो नदेखे हौ मैले उतै परेर के छ अनि नुहाको के लेखे आमा बुवाको आशीर्वाद रे प्रति प्रज्वलनशील पदार्थ अति प्रज्वलनशील पदार्थ हाम्रो प्रतिबद्धता पेट्रोलियम त फेरि
तेज छ नि मेरो। मलाई टर्निङ नबोलाउने रोड किङ बाइक राइडर रोड किङ भनेर। भाइरल रोड भाइ गाइज, यो चाहिँ भाइ यहाँबाट उ त्यसमा चाहिँ भाइरल रोड है। कति भाइरल भएको यो रोडमा, ड्रोनबाट क्यामेरा बनाएर होइन। अलिकति हुन्छ नि, अलिकति यहाँ मिल्यो भने त म स्पोर्ट बाइक नै हुनुपर्छ। अझै स्पोर्ट बाइक परेन नि त मेरो, सुताइन्छु म त ल्यामलुम। अलि रिक्स पनि छ फेरि यो बाटोमा। हुन जाए प्या वाउ, कस्तो चुचु चुचु देखाएको छ यार हाम्रो। यताको किङ होला। 16 किलोमिटर गुर्जो भन्ज्याङ। 16 किलोमिटर त गुर्जो भन्ज्याङ होइन गाइस, त्यहाँबाट 3 किलोमिटर होला माथि। भनेपछि 17, 18, 19 किलो ल 18 किलोमिटर चाहिँ उकालोको उकालै छ है गाइस। नुवाकोट आउन चाहनुहुन्छ यता टोखाबाट झोरको बाटो भन्यो भने 18 किलोमिटर यहाँबाट तल हो त्यो 3 किलोमिटर, 22 किलोमिटर टोटल उकालो। 22-23 किलोमिटर चाहिँ उकालै छ है, उकाल मात्र। अब त्यहाँबाट तल फाँट पुगेपछि त अब भइगयो। होना जाए न प्यार बन जाएंगे तो होना जाए प्यार। मैले सुदलीले भन्नुपर्ने रहेछ। गाइस बाटो त फेरि सबै ठाउँ राम्रो थियो, कतै कतै बिग्रिन थालेछ गाइस। यहाँनिर 4 स्टेसन होटल रेस्टुरेन्ट बन्दैछ है गाइस, बन्दैछ गाइस। सबै 2 स्टेप रेस्टुरेन्ट खत्रै बनाउनु लाग्यो के हो यहाँ होटल। नेपालीमा के गीत भन्छ तिमी हो भने त बिहान पनि एकदम खुसी हुन्छ अरे होइन, बेलुका पनि तिमी भयो भने बेलुका पनि एकदम राम्रो हुन्छ अरे क्या। सबैलाई त्यस्तै हुन्छ नि आफ्नो गर्लफ्रेन्ड होइन। बिफोर के है, बिफोर चाहिँ फेरि पहिला चाहिँ अब के हुन्थ्यो थाहा, के अरे पछि चाहिँ के हुन्छ थाहा भएन होइन। पहिला गर्लफ्रेन्ड बनाउँदाखेरि चाहिँ मलाई पनि त्यस्तै लाग्छ क्या। पहिला हुन्छ नि त 1 वर्ष जति चाहिँ त्यही हो, बिहान उठ्दा पनि सँगै भन्ने धेरै रमाइ। तर गर्लफ्रेन्ड चाहिँ है फेरि सँगै हुनु चाहिँ भएको छैन होइन। यदि मेबी अब त्यस्तो लाग्छ क्या। कुकुर चाहिँ मलाई किन जिस्काउनु मन लागिहाल्छ।
गाइज बनेर नि माछालाई साँच्ची नै भने ल कस्तो हरियो त माछालाई ल यार जति पनि मोबाइलमा देखाएको छ नि त्योभन्दा हरियो त रियलमै छ क्या ल कस्तो हरियो मेरो आँखा त्यस्तो भयो क्या आज मेरो यस्तो हरियो नि माछालाई कसम भनेको ल गाइज के भयो भने यस्तो रियलमा चाहिँ यस्तो हरियो क्यामेरामा कस्तो देखाएको छ आई डोन्ट नो बट रियलमा चाहिँ यति दामी छ महाकडक्स आँखै तिरमिरी भयो त मेरो यार चिब्रा लागेको छ क्या हरियो चिब्रा पुग्नु पऱ्यो गाइज अब त्यो दुइटालाई त ओभरटेक गर्नु परिहाल्यो चिब्रा पुछेर भन्ने क्या खत्रै पानी के पानी आइरहेको थियो क्या काठमाडौँ पुरै प्लास्टिक ओढेर कुदेको हुन त जाडो चाहिँ हुन्न नि त जाडो सपोर्टिङ ला ए छ ऱ्याङ्कोट ल्याउनु पर्छ भने माछालाई हेर रहेछ तनाव लगाइरहेको अब ओभरट्याक हान्नुपर्छ है यसले ओभरट्याक हान्नु लगाइरहेको कस्तो चिप्रा लाग्यो के भयो मेरो छ्या कस्तो चिप्रा लाग्यो यहाँ यस्तो खालको सूत्र यो ठाउँमा सुताउनु मन थियो यो ओभरट्याक गर्दैन भन्दाखेरि त्यही त हो नि पछाडि टायर अलि झ्यापझ्याप लाग्नु भयो खोल्चा त भएन ए होइन नि माथिल्लो गाडी छ नि अब चापागाउँ जाओ जाओ हाम्रो घरको तरबुज किन है सारा है सो मैं जहाँ 11 किलोमिटर कुर्छ भन्छ 11 किलोमिटर बाँकी छ गाइस उकालो कुर्छ भन्ज्याङ माथि भन्ज्याङमा पुग्नलाई 11 किलोमिटर गाइस सन ड्युटी जान्छ गाइस 4 दिन त हो नि होइन 44 दिन 40 दिन त अझै मेरो छुट्टी पाइन्छ
मान्न त पर्छ होला यार, जस्तो लागिरहेको छ। त्यो त 3 गाँठो बनाएछ, फुत्किँदैन होला, फुत्किनु चाहिँ तर पनि यस्तो यस्तोमा चाहिँ अलिक बिस्तारै जानुपर्छ। गाइस भ्यू हेरौँ ल, हाम्रो त्यो भरन्थानको भन्दा नि हाइट आइसक्यो है। म चाहिँ लगभग सर्दर अलिकति बराबरै होला, यहाँ सम्म भइसक्यो। के हो यो, कुखुरा हो कि? यस्तो भ्याट्टे न्युट्रल आउँछ, 3 मा न्युट्रल आइरह्यो क्या हो माछा। के भइरह हो गाइस, यहाँ के भयो? हात थर्क्यो रे बिहान बिहान भएर, केही नखाएर तागतमा। टुखा कति हो? 18 किलोमिटर के हो? होइन बढी हो यार, भनेपछि 8 किलो हो, त्यस्तै होला। गाइस अब चाहिँ भिडियो चाबाको गएपछि चाहिँ एन्डिङ गर्नुपर्ने हुन्छ है, किनभने अब त्यहाँनिर खाजासाजा खानुपर्ने हुन्छ नि त। यो लामो भिडियो बनायो नि के काम, चार्जको सत्यानाश होइन र गाइस। ए सरी रे त ल खै त ए गाइस यहाँ त हुन्छ। ओ मा कागड किन यस्तो हुन्छ भने त। ल माछा पोखरी पाल्पन लाइसेछ। एउटा न त मनमा चाहिँ रहिरह्यो। यस्तो गरेर कहाँ हुन्छ गाइस, हुँदैन नि फेरि। कुन चाहिँ हो उकालोमा त चिप्लिन्छ त है तलतिर। यो त सुख पनि मनै रहेछ, दुःख पनि मन। अब यस्तो गर्ने हो क्या, सुख पनि मनै रहेछ, दुःख पनि मन, मनै दुखी भए। ल यहीँभित्र हालिदिन्छु म। या त उसकै